हेलो एभ्रिवान। आज हामी कम्पनी एकाउन्टबाट 15 मार्क्समा सोधिन सक्ने बुकबाट इलिस्ट्रेसन 17 को क्वेसनको सल्युसन लिएर आएको छौँ। ल आउनुहोस् ढिला नगरिकन क्वेसन सुरु गरौँ। एक्स लिमिटेड इन्भाइट एप्लिकेसन for issuing 75,000 equity shares of 10 each at a premium of 5 per share. The total amount was payable as follows: 9 per shares, including premium on application and allotment, balance on first and final call. लाउनुस् यतिसम्मको कुरालाई हामी यता साइडमा लेखौँ है त। क्वेसनमा के भन्न खोजिएको छ भन्ने कुरा हेर्नुभयो भने यहाँ गिभनमा के छ हेर्नुहोस् त। यहाँ दिएको छ इस्युड सेयर्स कति छ त भन्दाखेरि 75,000 सेयर्स। त्यसपछि फेस भ्यालु कति रुपियाँ छ त भन्दा 10 रुपियाँ छ। प्रिमियम कति रुपियाँ छ त भन्दा प्रिमियम छ 5 रुपियाँ। प्रिमियम 5 रुपियाँ। इस्यु प्राइस कति भयो त भन्दाखेरि 10 प्लस 5 15 रुपियाँ। गिभनमा हेर्नु इस्युड सेयर 75,000 छ, फेस भ्यालु 10 छ, प्रिमियम 5 रुपियाँ छ, इस्यु प्राइस कति छ भन्दा 10 प्लस 5 15 रुपियाँ छ। अन्त फर्स्ट लाइनले यही भनेको थियो, एक्स लिमिटेड इन्भाइट एप्लिकेसन फर इस्युइङ 75,000 लेखिहाल्यौँ हामीले यहाँबाट इस्युड सेयर्स हुन्छ। यो मेरो फेस भ्यालु, यो भयो प्रिमियम, ये लेखिहालेछ। टोटल एमाउन्ट है, टोटल एमाउन्ट वाज पेबल, यो भनेको इस्यु प्राइस हो है। इस्यु प्राइस पेएबल कसरी त भन्दा 9 पर सेयर्स इन्क्लुडिङ प्रिमियम भनेको छ, अन एप्लिकेसन एन्ड एलोटमेन्ट एन्ड ब्यालेन्स अन फर्स्ट एन्ड फाइनल कल है। यहाँ तपाईँले म्याक्सिमम हामी झुक्किन्छौँ कहाँ त भन्दाखेरि हेर्नुहोस् त, यो एप्लिकेसन एलोटमेन्ट भनेर कसरी बाँड्ने भन्नु होला है। यो एउटा यो भनेको फर्स्ट इन्स्टलमेन्ट हो है। फर्स्ट इन्स्टलमेन्टको नाम नै के हो त भन्दाखेरि एप्लिकेसन एन्ड एलोटमेन्ट हो। त्यसपछि हेर्नु भने ब्यालेन्स फर्स्ट एन्ड फाइनल भनेको सेकेन्ड इन्स्टलमेन्ट भनेको मतलब जम्मा दुईटा इन्स्टलमेन्ट मात्रै छ है। यहाँ क्वेसनमा कति रहेछ त भन्दा जम्मा दुईवटा मात्रै इन्स्टलमेन्ट क्वेसनमा सोधिएको छ। दुईटा इन्स्टलमेन्टको जर्नल एन्ट्री गर्ने। एप्लिकेसन फर 3 लाख इक्विटी सेयर्स वेयर रिसिभ, कति एप्लिकेसन रिसिभ भयो त भन्दा 3 लाखवटा एप्लिकेसन रिसिभ भएको छ। ठिक छ, यहाँसम्मको कुरा पनि गिभनमा लेखिदिइहालौँ। तपाईँले हेर्नुभयो भने यहाँ के छ त भन्दा फर्स्टमा अब यो 15 रुपियाँलाई हामी कसरी लिन्छौँ रे त भन्दाखेरि 15 रुपियाँलाई हामी दुईटा इन्स्टलमेन्टमा लिन्छौँ रे, एप्लिकेसन एन्ड एलोटमेन्टमा 9 रुपियाँ। ब्यालेन्सिङ फिगर चाहिँ कहाँ त भन्दा फर्स्ट एन्ड फाइनल कलमा, फर्स्ट एन्ड फाइनल कलमा चाहिँ 9 रुपियाँ छ भने कति आयो त भन्दा 6 रुपियाँ आयो। अब 9 मध्येमा पनि यहाँ के छ भन्दा इन्क्लुडिङ प्रिमियम छ। यहाँ कति छ त प्रिमियम, प्रिमियम छ यहाँ 5 रुपियाँ। अनि ब्यालेन्सिङ फिगर चाहिँ के हो त भन्दा सेयर क्यापिटल। अनि त सेयर क्यापिटल कति छ 4 रुपियाँ। यो के हो त सेयर क्यापिटल 6 रुपियाँ। 6 प्लस 4 कति भयो 10 भयो। ल यहाँ समय दिएको थियो। त्यसपछि मलाई अर्को के भन्दैछ त भन्दा एप्लिकेसन रिसिभ। एप्लिकेसन रिसिभ कति भयो त भन्दाखेरि 3 लाख। कति रिसिभ भयो त भन्दा एप्लिकेसन रिसिभ भयो 3 लाख। ठिक छ, यहाँसम्म तपाईँ सिम्पली हेर्नुभयो भने यहाँबाट हेर्नुहोस् त, यहाँसम्म आइपुग्दा कति के भयो त भन्दाखेरि हेर्नु त, यहाँबाट के थाहा भयो ओभर सब्सक्रिप्सन हो भनेर थाहा भयो। किनकि मैले जम्मा इस्यु गरेको 75,000 सेयर्स हो। मैले जम्मा इस्यु गरेको छु 75,000 हो। एप्लिकेसन रिसिभ कति भएको छ भन्दा 3 लाख भएको छ, जसको कारणले गर्दा यहाँ ओभर सब्सक्रिप्सन छ भन्ने कुरा थाहा भयो। फेरि क्वेसनमा आउँ है त। एप्लिकेसन फर 3 लाख इक्विटी सेयर्स वेयर रिसिभ। एप्लिकेसन फर 2 लाख इक्विटी सेयर्स वेयर रिजेक्टेड एन्ड मनी रिफन्डेड भनेको मतलब 3 लाखवटा सेयर्स मध्येमा हामी 2 लाखवटा सेयर्सलाई के गरिरहेछौँ त भन्दा रिजेक्ट गरिरहेको छौँ। भनेको मतलब के हो त फिर्ता गर्दैन। तपाईँले हेर्नुभयो भने यहाँबाट पनि 3 लाखमा हामीले 2 लाखवटा सेयर्सलाई के गऱ्यौँ त भन्दा रिजेक्ट गरिदिउँ। यो भनेको मतलब जेरो एलोटेड सेयर्स, केही पनि दिएनौँ भनेर भन्नु खोज्यो। ठिक छ, जेरो एलोटेड सेयर्स केही पनि छैन। सेयर्स वेयर एलोटेड अन प्रो राटा बेसिस टु द रिमेनिङ एप्लिकेन्ट्स। जुन रिमेनिङ एप्लिकेन्ट्सलाई चाहिँ हामी के गर्छौँ रे भन्दा प्रो राटा एलोटमा बाँड्छौँ रे भनेपछि रिमेनिङ भनेको कति आयो ब्यालेन्सिङ फिगर कति आयो त रिमेनिङ
रिमेनिङ भयो 1 लाखवटा एप्लिकेसन छ। कतिवटा सेयर एलोटेड भयो त भन्दा हामी जतिवटा सेयर इस्यु गरेको त्योभन्दा बढी त दिन पाइँदैन। इस्यु कति छ 75,000 छ, जसको कारणले गर्दाखेरि यहाँ कति आयो त भन्दा 75,000 एलोटेड सेयर्स। ल तपाईँले हेर्नुभयो भने यहाँ के देख्नुभयो त भन्दाखेरि दुईवटा क्लास हुन्छ नि त, दुईवटा क्लास रहेछ नि त, दुईवटा क्याटेगोरीमा के गरेको रहेछ भन्दा सेयर्स एलोटमेन्ट भएको रहेछ। 3 लाख एप्लिकेसन मध्येमा 2 लाखवटा सेयर्सहरूलाई चाहिँ हामीले के गर्यौँ त भन्दा फुल्ली रिजेक्ट गरिदिउँ। ल तपाईँहरूलाई के गर्छ हामी सेयर्स दिँदैनौँ, 1 रुपियाँको पनि दिँदैनौँ भनेर पठायौँ। भने बाँकी 1 लाखवटा सेयर्सहरूलाई चाहिँ हामी 75,000 वटा सेयर्स के गरेको छौँ त भन्दा एलोट गरेको छौँ। ठिक छ यहाँसम्म। The first and final call was made. First and final call के हमने made गर्यौं। The amount was duly received except on 1500 shares applied। यहाँ के लेखेको छ भन्दा applied लेखा चाहिँ applied by Mr. राज। के गरेर भन्दा the amount was duly received except भनेको पैसा उठेन भने हो नि त हैन। अनि चाहिँ यो भनेको के हो calls in arrears भन्न खोजेको के हो calls in arrears। कतिवटा सेयर्समा त भन्दा 1500 वटा सेयर्स एप्लाइड छ है गाइस, त्यहाँ एलोटेड लेखेको छैन। उनीहरूले सेयर भरेको सेयर परेको होइन, त्यही कारणले म्याक्सिमम स्टुडेन्ट यहाँ चेप्लिन्छन् है। His shares were forfeited। अब के गर्ने त उसको सेयर्स फर्फिट गर्यौँ भने द फर्फिटेड सेयर्स वर इस्युड एट अ डिस्काउन्ट अफ 4 पर सेयर भनेपछि हामीले के गर्यौँ त भन्दा त्यही फर्फिटेड सेयर्सलाई फेरि रिइस्यु गर्यौँ केमा त भन्दा डिस्काउन्टमा 4 रुपियाँ डिस्काउन्ट दिएर गरेको छ हामीले। पास नेसेसरी जर्नल एन्ट्रिज फर द अबभ ट्रान्जेक्सन इन द बुक्स अफ एक्स लिमिटेड भनेर जर्नल एन्ट्री गर भनेर भनेको छ। यो तपाईँले सोच्नु होला यो इलिस्ट्रेसन मात्रै होइन, यो पास्ट क्वेसन पनि हो है। एक्जाममा पास्ट क्वेसनमा सोधिएको क्वेसन हो, त्यही कारणले यो एकदमै इम्पोर्टेन्ट छ है। यो 15 मार्क्सको लागि होइन, कुनै बेला 10 मार्क्समा कुनै बेला 15 मार्क्समा क्वेसन जुरुक्क उठेर आउन सक्छ। ल आउनुहोस् अढिला नगरिकन सुरु गरौँ। ल पहिला सुरु सबैभन्दा हामी पहिला के गर्थ्यौँ त भन्दा एलोटमेन्ट टेबल बनाउँथ्यौँ। यदि याद छ भने तपाईँलाई हामी के बनाउँथ्यौँ त भन्दा एलोटमेन्ट टेबल बनाउँथ्यौँ है। यस्तो अब एलोटमेन्ट टेबल नबनाउँदा नि हुन्छ, तर सकभर बनाउनु है, मार्क्स हेरेर चाहिँ बनाउनु पर्ने हुन्छ, त्यही भएर एलोटमेन्ट टेबल। ल एलोटमेन्ट टेबलमा हेर्नु त सबैभन्दा पहिला फर्स्टमा हामीले हेर्नु त के गर्छौँ भन्दा क्याटेगोरी लेख्थ्यौँ। क्याटेगोरी पनि हेर्नु दुईवटा भयो, एउटा फर्स्ट क्याटेगोरी ए नाम दिएको छैन, हामी आफैले नाम दियौँ ए र बी भनेर लेख्थ्यौँ क्याटेगोरी। त्यसपछि के छ भन्दा फर्स्टमा सेकेन्डमा हामी के लेख्थ्यौँ भन्दा सेकेन्ड कोलममा एप्लाइड सेयर्स लेख्थ्यौँ एप्लाइड सेयर्स। टोटलमा हेर्नुभयो भने कतिवटा छ त एप्लाइड सेयर्स भन्दाखेरि टोटलमा एप्लिकेसन आएको त 3 लाख हो। तर 3 लाख मध्येमा हामीले यहाँ दुईवटा क्याटेगोरी छुट्यायौँ हैन, एउटा सेयर्स पर्नेवाला ग्रुप, एउटा सेयर्स पर्दै नपर्नेवाला ग्रुप। सेयर्स पर्दै नपर्नेवाला ग्रुप भनेको 2 लाखवटा सेयर्स थियो, पुरै रिजेक्ट भएको 2 लाख, र पर्नेवाला कति थियो भन्दा 1 लाख। 1 लाखवटा एप्लिकेसन दिनेवाला एप्लाइड है, सेयर परेको है, सेयर परे हैन। थर्ड कोलममा हामी के लेख्थ्यौँ भन्दा एलोटेड सेयर्स। एलोटेड सेयर्स भनेको सेयर्स परेको है, भरे यसलाई केही पनि परेन, 0 भयो। अब 1 लाखले भरे कति पाउने हो त भन्दा टोटलमा 75,000 पाउने हो। अब एउटा पनि 0 बढी भइहाल्यो, कति आयो त 75,000 पाउने हो। ठिक छ यहाँसम्म। भनेपछि के हो त एलोटेड त कति हो 75,000 भन्दा बढी त हुन भएन। ठिक छ यहाँसम्म। न फर्स्टमा क्याटेगोरी, सेकेन्डमा एप्लाइड सेयर, थर्डमा एलोटेड सेयर्स। एकदमै इजी छ है, यही नै जस्ताको त्यस्तै कपी पेस्ट गर्ने है, अरू केही छैन हैन। हामीलाई हामी ए पनि भनेर नाम दिन्थ्यौँ, यसलाई बी भनेर दिन्थ्यौँ। अनि त्यसपछि यहाँ के आयो त एक्सेस सेयर्स। एक्सेस सेयर्समा के आउँछ त भन्दा सी इज इक्वल टु हामी ए माइनस बी। एक्सेस सेयर्स भनेको नपरेको सेयर्स है, एप्लाइड सेयर भनेको भरेको सेयर्स, एलोटेड सेयर्स भनेको परेको सेयर्स, एक्सेस सेयर्स भनेको नपरेको सेयर्स। भनेपछि 2 लाखमा एउटा पनि सेयर्स परेन भने सबै 2 लाख नै एक्सेस छ, 2 लाख नै आइहाल्यो। 1 लाखमा 75,000 भने कति आयो त भन्दा 25,000 आयो। कति आयो त 25,000। यसलाई भनिन्छ प्रोराटा एलोटमेन्ट। प्रोराटामा प्रपोर्सनली हेर्नु त, प्रपोर्सनली हेर्नु त अलमोस्ट 75% मात्र के एलोटेड भएको के नि त, 75% मात्रै एलोटेड भएको के नि त हो। यसलाई हामी प्रोराटा एलोटमेन्ट भन्छौँ। के भन्छौँ त प्रोराटा एलोटमेन्ट भन्छौँ। टोटलमा हेर्नु कति आयो त भन्दाखेरि 2 लाख प्लस 25,000 भन्दा 2,25,000 सेयर्स त केमा छ एक्सेस सेयर्स छ। ठिक छ यहाँसम्म। ल यो तिनटै हेर्नु त, यो तिनवटा फर्स्ट क्याटेगोरी त केही रिलेभेन्टै भएन, तीनवटा कोलम हेर्नु भने तिनटै कोलम नम्बर अफ सेयर्सको के हो नम्बर अफ सेयर्सको। त्यसपछि अब हामी नेक्स्टमा जान्छौँ। एक्सेस सेयर्स पछि के आउँछ त भन्दा एक्सेस एप्लिकेसन मनी। एक्सेस एप्लिकेसन मनी रिसिभ। कति चाहिँ एप्लिकेसन मनी रिसिभ भयो त एक्सेस भन्दाखेरि हामी के गर्छौँ त भन्दा डी इज इक्वल टु सी इन्टु एप्लिकेसन मनी। अब एप्लिकेसन मनी हेर्नुभयो भने कति रुपियाँ रिसिभ भएको छ हेर्नुहोस् त। एप्लिकेसन मनी हेर्नुभयो भने एप्लिकेसन मनीमा हाम्रो कति रुपियाँ छ भन्दा हेर्नु त यहाँ कति छ 9 रुपियाँ छ। भनेपछि इन्टु 9 गर्नु पऱ्यो। भनेपछि 2 लाख इन्टु 9 गर्नु भने कति आउँछ त भन्दा 1,80,000 सरी 18 लाख आउँछ। त्यो आउँछ 18 लाख। 25,000 इन्टु 9 गर्नुभयो भने कति आउँछ त भन्दा
2,25,000 आउँछ। कति भयो त भन्दाखेरि 20,25,000 कति आयो त भन्दा 20,25,000। हामीसँग कति पैसा एक्स्ट्रा पैसा आयो त भन्दा 20,25,000। दुईटा जोड्नु भने कति आउँछ त भन्दा 22,50,000 आउँछ। 3,00,000 × 9 27,00,000 पो भयो त नि त। ओके 2,25,000 हो नि त 75,000 हो। ओके ठिकै छ। चाहिँ एक्सेस एप्लिकेसन मनी रिसिभ भयो। अब हामी यही पैसा मध्येमा हेर्नुहोस् है, यो पैसा एक्सेस मनी प्रो डाटा एलोटमेन्टमा हेर्नुहोस् है, यो फर्स्ट वाला क्याटेगोरी त सबै यो त सबै नै रिफन्ड गर्ने हो त, सबै नै के गर्ने हो त रिफन्ड गर्ने। यसमा प्रब्लमै छैन किनकि यहाँ सेस एउटा पनि देखाएन रिफन्डै भयो। त्यो भएर सदा राख्न लाउँदा नि हुन्छ। तर यहाँ त प्रो डाटा एलोटमेन्ट भएको छ। यो सेकेन्डमा त यो प्रो डाटा हो कि नि त, यो प्रो डाटा एलोटमेन्ट हो। पुरा एलोटमेन्टमा के गर्थ्यौँ त भन्दा जुन एक्सेस मनी छ त्यो पैसा हामी रिफन्ड गर्थ्यौँ कि रिटेन गर्थ्यौँ त भन्दा रिटेन गर्थ्यौँ। के को लागि त भन्दा नेक्स्ट इन्स्टलमेन्टमा, यो नेक्स्ट इन्स्टलमेन्टमा हामी के गर्छौँ भन्दा युटिलाइज गर्छौँ भन्नको लागि हामी के गर्छौँ त भन्दा रिटेन गरेर राख्छौँ। त्यही भएर कति रिटेन गर्ने भनेर चेक गर्नु पर्यो। भनेपछि एक्सेस मनी मसँग यति छ, अब यहाँबाट कति रिटर्न गर्नुपर्छ भनेर चेक गर्नु पर्यो कि परेन त? पर्यो। भनेपछि यो इन्स्टलमेन्टको पैसा के को लागि रिटर्न गरिरहेको छ भन्दा नेक्स्ट इन्स्टलमेन्टको लागि। र नेक्स्ट इन्स्टलमेन्ट पुराना क्वेसनहरुमा यो बाहेक अरू क्वेसनहरुमा जहिले पनि केमा हुन्थ्यो? एलोटमेन्टमा हुन्थ्यो। तर तपाईले हेर्नुभयो भने यहाँ त फर्स्ट इन्स्टलमेन्टको नामै के छ त भन्दा एप्लिकेसन एन्ड एलोटमेन्ट हो। भनेपछि नेक्स्ट इन्स्टलमेन्टको नाम के हो त भन्दा फर्स्ट एन्ड फाइनल कल हो। के हो त भन्दा फर्स्ट एन्ड फाइनल कल हो। जसको कारणले गर्दाखेरि अब मलाई फर्स्ट एन्ड फाइनल कलमा कति पैसा चाहिन्छ त्यो हेर्नु पर्यो। भनेपछि त्यसपछि मनी रिक्वायर्ड अन money required on first and final call। हामी ई भन्थ्यौँ, ई इज इक्वल टु के भयो भन्दा अब हेर्नु त सेकेन्ड इन्स्टलमेन्ट तिर्ने नेक्स्ट इन्स्टलमेन्ट तिर्ने भनेको सेयर भरेको सेयरमा हो कि परेको सेयरमा हो कि नपरेको सेयरमा भन्दाखेरि केमा हो त भन्दा परेको सेयर्समा। त्यही कारणले गर्दा एलोटेड सेयर्स हुनु पर्यो। ई इज इक्वल टु बी इन्टु नेक्स्ट इन्स्टलमेन्टको फर्स्ट एन्ड फाइनल कल मनी, फर्स्ट एन्ड फाइनल कल मनी भन्नु भने यसलाई त सेस परेकै छैन, यसको खाली हुने भयो। भनेपछि 2 लाख के अरे सरी अर्को यहाँ कति एक्स्ट्रा पैसा 2,25,000। अब यसमा परेको कति एउटा सेस छ भन्दा 75,000 छ। 75,000 इन्टु कति रुपियाँ छ त भन्दाखेरि यहाँ 6 रुपियाँ छ। 75,000 इन्टु 6 गर्नु भनेको त्यहाँ 4,50,000 आउँछ। कति आउँछ त भन्दा 4,50,000, 4,50,000। भनेपछि तपाईँले हेर्नु भने रिक्वायर्ड मनी कति रहेछ त भन्दा 4,50,000 रहेछ। 4,50,000 चाहिँ मेरो के रहेछ भन्दा रिक्वायर्ड मनी रहेछ। अब यो के भयो त क्याटेगोरी पनि भयो, एप्लाइड सेयर्स पनि भयो, एलोटेड सेयर्स पनि भयो, एक्सेस सेयर्स पनि भयो, एक्सेस एप्लिकेसन मनी मसँग मैले एक्स्ट्रा पैसा यति छ 2,25,000 पैसा छ भनेर पनि देखाएँ। त्यसपछि मनी रिक्वायर्ड एन्ड फर्स्ट एन्ड फाइनल कलमा कति चाहिन्छ 4,50,000 भनेपछि कति हुनुभयो त मनी एक्सेस मनी एक्सेस एप्लिकेसन मनी रिटर्न फर फर्स्ट एन्ड फाइनलको फर्स्ट एन्ड फाइनल कति रिटर्न हुने भयो त? अन्त हामीले ई पछि एफ इज इक्वल टु के लेखेको थियौँ त भन्दा डी अर ई विच एभर इज लोवर, डी अर ई विच एभर इज लोवर भनेर लेखेको थियौँ। तपाईँले सिम्पली हेर्नु भने भनेको मतलब यहाँ त एक्सेस मनी 18 लाख छ तर रिक्वायर्ड 0 भनेपछि के रिटर्न गर्न मिल्छ र मिल्दैन? त सबै रिफन्ड गर्ने त्यो बेला खाली हुन्छ है। यहाँ विच एभर इज लोवर हेर्नु भने 18 लाख 0 मा सबभन्दा सानो हुन्छ 0 छ। यसरी पनि सम्झिन सक्नुहुन्छ। सेकेन्डमा एक्सेस मनी छ मसँग 2,25,000 रुपियाँ तर चाहिएको कति छ भन्दा 4,50,000। अब छ नि मसँग 2,25,000 त कि म अब 4,50,000 रिटर्न गर्न सक्छु र सक्दिनँ नि त। भनेपछि मलाई चाहिएको बढी छ भने अहिले जति पैसा हो कि यहाँ केही रिफन्ड हुन्छ हुँदैन, सबै पैसा नै के गर्नु पर्छ भन्दा रिटर्न गर्नु पर्यो। कति रिटर्न हुन्छ त भन्दा 2,25,000 के हुने भयो त भन्दा रिटर्न हुने भयो। के हुने भयो त 2,25,000 रिटर्न हुने भयो। विच एभर इज लोवर हेर्नु भने यहाँबाट भनेपछि यहाँबाट रिफन्ड कति हुने भयो त? रिफन्ड हेर्नुभयो भने यी पछि हामी के लेख्छौँ भन्दा जी इज इक्वल टु हामी रिफन्डमा अब मसँग 100% डी छ हुन्छ डी माइनस एफ गर्छौँ है त। डी माइनस एफ हुन्छ 18 माइनस कति भयो त 18 लाख माइनस 0 गर्नु 18 लाख सबै रिटर्न रिफन्ड गर्नु पर्यो। 18 लाख यहाँबाट आयो त्यसपछि 2,25 माइनस 2,25 गर्नु 0 भयो। रिफन्ड हुने भयो त भन्दा 18 लाख मेरो के हुने भयो त भन्दा है हामी सबैमा ए नै बनाउँछौँ है। सबै क्वेसनमा जब जब प्रो डाटा भनेर क्वेसनमा आउँछ, प्रपोर्सनेट नै एलोटमेन्ट भनेर क्वेसनमा आउँछ त्यो तब हामी के गर्छौँ भन्दा 2 4 6 8 वटा कोलम बनाएर हामी के गर्छौँ भन्दा सल्युसन गर्छौँ 8 वटा कोलम बनाएर। ठिक छ यहाँसम्म। फर्स्टमा छ के छ त भन्दा क्याटेगोरी, सेकेन्डमा एप्लाइड सेयर्स। हेर्नु सायद यहाँसम्म कसैलाई केही प्रब्लम छैन होला। ठिक छ यहाँसम्म। अन्त यो एलोटमेन्ट टेबल हेर्नु होला है त। त्यसपछि नेक्स्ट हेर्नु भयो भने हेर्नुहोस् त हामीले फर्स्टमा अहिलेसम्म के गर्यौँ गिभन लेख्यौँ है। हामीले एलोटमेन्ट टेबल लेखेका छौँ। अब त्यसपछि हामीलाई त रिक्वायरमेन्ट के हो त भन्दा पास नेसेसरी जर्नल एन्ट्रिज फर अबोभ ट्रान्जेक्सन इन द बुक्स अफ एक्स लिमिटेड। मलाई के गराउने त जर्नल एन्ट्री पास गराउने छ। ल आउनुहोस् हामी पास गरिदिन्छौँ। के छ जर्नल एन्ट्री गर्नु त? ल फर्स्टमा जर्नल लेख्दाखेरि जर्नल कसको बुकमा लेखिरहेको छु हेर्नु है। कसको बुक छ भने त कम्पनीमा एक्स लिमिटेड हो नि त।
यो सल्युसन माथिको वर्किङ नोट हो इन द बुक्स अफ X Limited journal date particulars LF debit credit date particulars LF debit credit अब हेर्नुभयो भने फर्स्टमा एन्ट्री हुन्छ फर्स्टमा हाम्रो जहिले पनि के हुन्छ त हामी फर्स्टमा एप्लिकेसन गर्दैछौँ एप्लिकेसनमा अब एप्लिकेसन एन्ड एलोटमेन्ट भनेर नाम छ है फर्स्टमा के छ भन्दा एप्लिकेसन एन्ड एलोटमेन्ट छ अनि तपाईँले हेर्नुभयो भने यो फर्स्ट इन्स्टलमेन्ट हो फर्स्ट इन्स्टलमेन्ट जहिले पनि मैले के गर्ने हो त भन्दा पहिला सेस दिने हो कि पैसा लिने हो त भन्दा पहिला जहिले पनि के गर्ने हो त भन्दा पैसा लिने हो त्यही कारणले क्यास एन्ट्री आउँछ सेकेन्डमा के आउँछ त भन्दा ट्रान्सफर एन्ट्री आउँछ सेकेन्डमा के आउँछ ट्रान्सफर एन्ट्री है योभन्दा अगाडिको भिडियो हेर्न सक्नुहुन्छ है त्यहाँ कुरा मैले अलिक थोरै एक्सप्लेन गरेको छु एप्लिकेसन एन्ड एलोटमेन्टमा हेर्नु भने फर्स्ट एन्ट्री भने क्यास एन्ट्री आउँछ फर्स्टमा सेकेन्डमा ट्रान्सफर एन्ट्री भनेपछि पहिला पैसा लिनु पऱ्यो कि पऱ्यो नि त पऱ्यो त्यही भएर फर्स्ट एन्ट्री हाम्रो के हुने भयो त भन्दा फर्स्टमा पहिला ब्याङ्कमा पैसा आउँछ ब्याङ्क एकाउन्ट डेबिट टु के गर्नु पऱ्यो त भन्दा इक्विटी सेयर्स हो त्यही भएर इक्विटी सेयर एप्लिकेसन एन्ड एलोटमेन्ट एप्लिकेसन एन्ड एलोटमेन्ट एकाउन्ट अन्त ब्याङ्क एकाउन्ट डेबिट टु इक्विटी सेयर्स एप्लिकेसन एन्ड एलोटमेन्ट एकाउन्ट तपाईँले हेर्नु भने कतिवटा सेयर्स एप्लिकेसन आएको त भन्दा 3 लाखवटा 1 2 3 4 5 भनेपछि फर्स्टमा पैसा त मेरो 3 लाखकै आएको के नि त हो भनेपछि 3 लाख इन्टु उनीहरूले फर्स्ट एप्लिकेसनमा कति रुपियाँ दिएको थियो भन्दा 9 रुपियाँ दिएको थियो भनेपछि 3 9 27 कति आयो त 27 लाख 27 लाख 20 लाख कति छ भन्दा 27 लाख ठिक छ यहाँसम्म ल त्यसपछि हामी म्यानेजमेन्ट लेखिदिन्छौँ ब्याङ्क इक्विटी सेयर एप्लिकेसन एन्ड एलोटमेन्ट मनी received on 2 lakh shares at the rate 9 each including premium सहित दिएको छ है त ब्याङ्क एकाउन्ट डेबिट टु इक्विटी सेयर्स एप्लिकेसन एन्ड एलोटमेन्ट 27 लाख ठिक छ यहाँसम्म ल फर्स्टमा के भयो त भन्दा क्यास एन्ट्री भयो ट्रान्सफर एन्ट्री अब के गर्नु पर्यो त भन्दा पैसा मात्रै लिएर भयो त सेयर्स दिनु पऱ्यो कि पऱ्यो नि त पऱ्यो अब हामी सेयर ट्रान्सफर गर्छौँ सेयर ट्रान्सफर कति गर्छौँ भन्दा हामीले म्याक्सिमम ट्रान्सफर गर्न सक्ने भनेको मतलब कति हो त भन्दाखेरि हामीले इस्यु गरेको सेयर्स कति सेयर इस्यु गरेको छौँ भन्दा 75,000 सेयर इस्यु गरेको छौँ त्यही कारणले 75,000 चाहिँ हामी के गर्छौँ भन्दाखेरि 75,000 सेयर्सको पैसा हामी सेयर क्यापिटलमा ट्रान्सफर गर्छौँ के गर्छौँ भन्दा सेयर क्यापिटलमा ट्रान्सफर गर्छौँ त्यही भएर यसको एन्ट्री के भयो त भन्दा इक्विटी सेयर्स एप्लिकेसन एन्ड allotment account debit to equity share capital account यहाँ कति आयो त भन्दा 75,000 इन्टु कति दिन सक्ने मैले सेयर्स हेर्नु त सेयर्समा कति रुपियाँ छ 4 रुपियाँ छ है किनकि 5 रुपियाँ त प्रिमियम हो 9 मध्येमा हैन तपाईले हेर्नुभयो भने मलाई पैसा आएको छ 3 लाख इन्टु 9 रुपियाँ पैसा आएको 3 लाखमा 75,000 इन्टु 4 रुपियाँ चाहिँ मेरो कहाँ जान्छ सेयर्स क्यापिटलमा जान्छ त्यसपछि 2 बाँकी कहाँ जानु पर्यो 5 रुपियाँ सेक्युरिटिज प्रिमियममा जानु पर्यो सेक्युरिटिज प्रिमियम एकाउन्ट यहाँ कति छ भन्दा त्यही 75,000 इन्टु कति हुनु पर्यो त भन्दाखेरि 5 हुनु पर्यो ठिक छ यहाँसम्म त्यसपछि नेक्स्ट हेर्नु भयो भने अब यो मात्रै हैन हामीले त्यहाँ रिफन्ड पनि गर्नु पर्यो के पर्यो नि त यहाँ रिफन्ड पनि छ हैन त यहाँ रिफन्ड पनि छ एक्सेस मनी के छ भन्दाखेरि रिटर्न पनि छ भनेपछि मलाई यहाँबाट चाहिने भनेको यही दुईटा आइटम है मलाई चाहिने भनेको यही दुईटा हो हेर्नुस् त यो कोलमबाट मलाई एमाउन्टमा लेख्न लाग्यो कति रिफन्ड गर्नु पर्यो त्यो ब्याङ्कबाट ट्रान्सफर गर्नु पर्यो जति रिटर्न गर्नु छ नेक्स्ट इन्स्टलमेन्टको नाम लेख्नु पर्यो भनेपछि अब नेक्स्ट इन्स्टलमेन्टको नाम के हो त भन्दाखेरि नेक्स्ट इन्स्टलमेन्टको नाम टु इक्विटी सेयर फर्स्ट एन्ड फाइनल कल एकाउन्ट कति छ भन्दाखेरि त्यहाँ कति आएको छ भन्दा एमाउन्ट पनि लेखिदिन्छौँ यहाँ 27 लाख छ 1 2 3 4 5 27 लाख यो 75,000 इन्टु 4 गर्नु भने 3 लाख सायद 3 लाख रुपियाँ आउँछ 1 2 3 4 5 त्यसपछि 50,000 इन्टु 5 गर्नु भने 3,75,000 आयो 3,75,000 त्यस इक्विटी सेयर्स फर्स्ट एन्ड फाइनलमा यहाँ हामीसँग के छ भन्दा वर्किङ नोट नम्बर 1 छ जहाँबाट चाहिँ हाम्रो कति आयो त भन्दा 2,25,000 आयो पछि बाँकी रहेको पैसा हामी के गर्छौँ रिफन्ड गर्छौँ टु ब्याङ्क कति रिफन्ड गरौँ त भन्दा 18 लाख 1 2 3 4 5
18 लाख नै होइन 2 लाख इन्टु 9 गर्दा 18 लाख हो नि त त्यसको त्यो आयो त अन्त 6 लाख 6 3 9 9 18 27 लाख ठिक छ ठिक छ यहाँसम्म ल नि त हामीले के गरौँ त एप्लिकेसनको एन्ट्री गरेर भ्यान एकदम एनालाइजनमा बिङ इक्विटी सेयर application and allotment money transfer to equity share capital securities premium and some money retained for share cost and rejected shares money refund ल के गरौँ त भन्दाखेरि यहाँ म्यानेजमेन्ट लेख्थ्यौँ ल फर्स्टमा हाम्रो फर्स्ट इन्स्टलमेन्ट सक्यो फर्स्ट इन्स्टलमेन्टमा कसैलाई केही पनि छैन एकदमै हुन्छ नि त तपाईँलाई फर्स्टमा तपाईँले हेर्नु त यो अलमोस्ट हेर्नु त चित्र नबनाउँदा नि यतिकै एन्सर चाहिँ आउँथ्यो तर पनि यो चित्र चाहिँ बनाउनु होला है त बुकको सल्युसनमा पनि के गरेको छ एड गरेको छ है पहिला चाहिँ यो एलोटमेन्ट टेबल बनाएको थिएन भने चाहिँ अहिलेको नयाँ सजेस्टेड अनुसारमा चाहिँ यो एड गरेर आएको छ जसको कारणले गर्दाखेरि तपाईँले यो एकचोटि बनाइदिनु होला किनकि 15 मार्क्समा आउँदै गर्दाखेरि यो एलोटमेन्ट टेबलले पनि मार्क्स क्यारी गर्छ है जसको कारणले गर्दा बनाइदिनु होला फर्स्टमा हेर्नु भने फर्स्ट डेटा एन्ट्री सक्यो अब हामीलाई सेकेन्डमा चाहियो के त भन्दा एलोटमेन्ट सरी सेकेन्ड इन्स्टलमेन्टको नाम सेकेन्ड इन्स्टलमेन्ट नाम हाम्रो के छ भन्दा यहाँ अहिले अब के छ सेकेन्ड इन्स्टलमेन्ट नाम फर्स्ट एन्ड फाइनल कल छ अब त हेर्नुहोस् त मैले के गरिसकेँ भन्दा मैले मेरो सेयर होल्डर्सहरूलाई चिनिसकेँ मैले सेयर्स दिइसकेँ त्यही कारणले गर्दाखेरि अब सेकेन्ड इन्स्टलमेन्टदेखि पहिला पैसा आउँछ कि पहिला सेयर्स दिनु त भन्दा पहिला हामी जहिले पनि सेयर्स दिन्छौँ त्यही कारणले फर्स्टमा कुन एन्ट्री आउँछ त भन्दाखेरि अन्त फर्स्टमा कुन एन्ट्री आउँछ फर्स्टमा अब अघि क्यास एन्ट्री आउँथ्यो भने अब जहिले पनि के आउँछ त भन्दा फर्स्टमा ट्रान्सफर एन्ट्री आउँछ सेयर ट्रान्सफर गर्ने हो अनि सेकेन्डमा बल्ल पैसा आउँछ क्यास एन्ट्री ठिक छ यहाँसम्म ल तपाईँले यहाँ हेर्नुभयो भने फर्स्टमा अब ट्रिपल आईमा हाम्रो एन्ट्री गर्दै गर्दाखेरि ल फर्स्टमा के गर्नुपर्छ भन्दा ट्रान्सफर गर्ने एन्ट्री गर्नुपर्छ ट्रान्सफर एन्ट्री गर्दाखेरि इक्विटी सेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट इक्विटी सेयर फर्स्ट एन्ड फाइनल कल अकाउन्ट डेबिट टु इक्विटी सेयर क्यापिटल अकाउन्ट कतिवटा सेयर्स हो त भन्दा 75,000वटा सेयर्स हो इन्टु अब फाइनल गर्नु बाँकी जम्मा 6 रुपियाँ त्यही 6 रुपियाँ गऱ्यो भनेपछि कति आयो त भन्दा 4,50,000 आयो कति आयो 4,50,000 4,50,000 4,50,000 कति आयो त भन्दा 4,50,000 being equity share first and final call money due on 75,000 shares at the rate 6 ल अन्त अनि थर्ड एन्ट्री पनि गरेर देखाएँ भनेपछि अब पैसा आउने पालो भयो अब हेर्नुहोस् है पैसा आउने बेला के सबैले पैसा दिए त भन्दाखेरि यहाँ हेर्नुहोस् त द एमाउन्ट वाज ड्युली रिसिभ एक्सेप्ट 1500 सेयर्स एप्लाइड बाई मिस्टर राज भन्ने मान्छेले के गरेको छ भन्दाखेरि हेर्नुहोस् त 1500वटा सेयर्स भरे हो तपाईँले हेर्नुभयो भने जति सेयर परेको र छैन नि हेर्नुहोस् त के भएको छ त भन्दा यहाँ तपाईँले ख्याल गर्नुभयो भने 1 लाखवटा सेयर्स भन्दा 75,000 चाहिँ परे हो कि नि त 1 लाखवटा सेयर्स भन्दा 75,000 मात्रै पऱ्यो भने मिस्टर राज भन्ने मान्छेले पनि 1500वटा सेयर्स भर्दा 1500वटै सेयर्स पायो त पाएन भनेपछि उसले के भन्दा भन्दा कम नम्बर अफ सेयर्स पाएको छ त्यही कारणले गर्दा पहिला फर्स्टमा म्याक्सिममले ध्यान दिनुपर्ने कुरा यहाँ छ है त यो वर्किङ हो है किनकि जब उसले सेयर पैसा दिएन भन्दा उसको कल्सिनेरिसको एन्ट्री गर्नु पऱ्यो कि परेन पऱ्यो त्यही भएर कल्सिनेरिसको एन्ट्री गर्नको लागि चाहिँ हामी के गर्छौँ भने चाहिँ पहिला 4th नम्बरमा र त ब्याङ्क ट्रान्सफर एन्ट्री हो ब्याङ्कमा पैसा आउनुपर्ने हो ब्याङ्क एकाउन्ट डेबिट तर के सबैको पैसा आयो त आएन त्यही कारणले ब्याङ्कमा पैसा आउँदैन भने त्यसलाई हामी कल्सिनेरियस भन्छौँ र कल्सिनेरियस मेरो रिसेबल हो जसको कारणले गर्दाखेरि हामीलाई जहिले पनि डेबिटमा लेख्छौँ फर्स्ट टाइम है त्यही कारणले गर्दा यसको एन्ट्री के भयो त भन्दा कल्सिन एरियर्स एकाउन्ट डेबिट टु के आयो त भन्दाखेरि इक्विटी सेयर
फर्स्ट एन्ड फाइनलको। अब तपाईँले हेर्नुभयो भने मैले सेकेन्ड इन्स्टलमेन्टको लागि भनेर कति पैसा मागेको छु हेर्नुहोस् त, सबैजनाले ध्यान दिएर हेर्नुभयो भने मेरो इक्विटी सेयर्स फर्स्ट एन्ड फाइनलमा रिसिभेबल कति बुक गरेको छु 450। कति बुक गरेको छु 4,50,000। यो डेबिट नि फर्स्ट टाइम होइन रिसिभेबल, त्यही भएर मैले 4,50,000 पाउनु छ भनेर रिसिभेबल बुक गरेँ। तर तपाईँले ख्याल गर्नुभयो भने हामीले त प्रो राटा एलोटमेन्ट गरेको होइन त, एक्सेस एप्लिकेसन भने रिटर्न फर फर्स्ट एन्ड फाइनलमा कति 2,25,000 रिटर्न गरिरहेको छौँ, अलरेडी पैसा लिइसकेको हो नि त। एप्लिकेसनमा आएको एक्स्ट्रा पैसालाई हामीले के गरेँ, हम होल्ड गरेर राखेको छौँ भने त्यो पैसा अब के गर्नु पऱ्यो, युटिलाइज गर्नु पऱ्यो कि परेन त। अब के एक्स्ट्रा पैसा दिन्छ नि त, अलरेडी मेरो पैसा तपाईँले होल्ड गरिसक्नु भएको छ भनेपछि त्यो पैसा सबै रिसिभ हुन्छ। तब सेकेन्ड इन्स्टलमेन्टको पैसा हुँदैन। त्यही कारणले गर्दाखेरि हामीले यहाँ ख्याल गर्नु पऱ्यो, यदि प्रो डाटा एलोटमेन्टको अवस्थामा छौँ भने हामी जहिले पनि यहाँ के गर्छौँ त भन्दा, यहाँ मैले हेर्नुहोस् त मेरो रिसिभेबल थियो 4,50,000, तर मैले अलरेडी एप्लिकेसनकै फेजमा कति रिसिभ भइसक्यो नि त, क्रेडिटमै। डेबिट एउटा क्रेडिटमा छ, एउटा डेबिटमा भयो भने डेबिट भयो भने प्लस, क्रेडिट भयो भने प्लस, डिफ्रेन्स छ भने माइनस। त्यही भएर 450 माइनस कति गरौँ त भन्दा 2,25,000। 2,25,000 त पहिले एडभान्समा लिइसक्यो होइन र हो, त्यही कारणले गर्दा यहाँ कति आयो त भन्दा 2,25,000। कति आयो त भन्दा 2,25,000। टु इक्विटी सेयर्स फर्स्ट एन्ड फाइनलमा छ 2,25,000। ठिक छ यहाँसम्म ल। अनि अब हेर्नुहोस् यहाँ कल्सिन रेसमा मैले सिम्पली हेर्नुहोस् है, उसलाई 1,500 शेष त लेख्न मिल्दैन है, यहाँ 1,500 शेष त लेख्नै मिल्दैन, किनकि इन सेकेन्ड इन्स्टलमेन्ट दिने भनेको परेको सेयरमा हो, भरेको सेयर्समा होइन है, परेको सेयर्समा हो, भरेको सेयर्समा होइन। जसको कारणले गर्दाखेरि यहाँ थोरै वर्किङ गर्नुपर्छ है यो क्वेसनमा। हामी त यो क्वेसनको स्पेसल पोइन्ट भनेकै यही थियो, त्यही कारणले गर्दा मात्रै क्वेसन मैले गरिदिइरहेको छु ल है। अब आउनुहोस् त कस्तो जानु मिस्टर राज, यो वर्किङ नोट नम्बर 2 हो है। मिस्टर राजलाई हेर्नुभयो भने मिस्टर राजले कति छ त, एप्लाइड सेयर कति हो, एप्लाइड सेयर 1,500 सेयर्स हो। 1,500 सेयर भने जतिवटा सेयर एप्लाई गरेर सबै पर्छ, पर्दैन। त्यही कारण यहाँ एलोटेड सेयर्स निकाल्नु पऱ्यो। के निकाल्नु पऱ्यो त, एलोटेड सेयर्स निकाल्नु पऱ्यो। एलोटेड सेयर्स भनेको कति भयो त भन्दाखेरि हेर्नुहोस् त, एलोटेड सेयर्समा उसले 1,500 वटा भरेको हो भने कति मात्रै पाउँछ त, हामीले 75% मात्रै पाइरह्यो। कति मात्रै पाइरह्यो, 75% मात्रै पाइरहेको। ल हेर्नुहोस् त यहाँ हेर्नुभयो भने 1,500 इन्टु 75% गर्नु भने कति आयो त भन्दा, उसले कतिवटा सेयर्स पायो त भन्दा 1,125 सेयर्स। ओ माई गड, उसलाई परेको सेयर्स कति मात्रै रहेछ त भन्दा 1,125 वटा मात्रै सेयर्स रहेछ। ठिक छ यहाँसम्म, जतिवटा भर्यो त्यति त पाएन, त्यही कारण उसले 1,125 वटा सेयर्स पायो। भनेपछि उसले कतिवटा सेयर्सको पैसा हाल्दा उसको कतिवटा सेयर एक्सेस भयो, त्यही माथिकै टेबलमा जान्छौँ हामी हेर्दा एक्सेस सेयर्स भन्यो भने यसलाई हामी के भन्थ्यौँ त भन्दा, यसलाई ए भन्थ्यौँ, यसलाई हामी बी भन्थ्यौँ। माथि एलोटमेन्ट टेबलमा ए नै छ है, सी इज इक्वल टु ए माइनस बी गर्थ्यौँ र माइनस 1,500 गर्नु भने कति आयो त भन्दा 375 आयो। आयो कि आयो त 375 सेयर्स आयो। अनि त्यसपछि हामीले के लेख्थ्यौँ त भन्दा एक्सेस एप्लिकेसन मनी रिसिभ कति रिसिभ भयो त भन्दाखेरि त्यही 375 सेयर्स इन्टु 9 रुपियाँ हो कि नि त, उसले देख्दा 9 रुपियाँ इन्टु 9 गर्नु भने कति आयो त भन्दा 3,375 आयो कि आयो नि त, आयो 3,375 आयो। भनेपछि यो पैसा हामीले के गरेका छौँ, होल्ड गरेर राखेका छौँ मिस्टर राजको। के को लागि त भन्दा सेकेन्ड इन्स्टलमेन्टमा युज गर्छौँ भनेर, त्यही कारणले गर्दा यो पैसा हामीले कटाउनु पर्छ है। न तपाईँले आउनुहोस् यहाँ, अब यहाँ यो कुरा ख्याल गर्नुभयो भने चाहिँ यहाँ के गर्ने होइन रहेछ त भन्दा 1,500 लेख्ने होइन रहेछ, किनकि उसलाई सेयर्स परेकै 1,500 होइन, उसलाई परेको थियो त भन्दा 1,125। ठिक छ, इन्टु उसले दिनुपर्ने 6 रुपियाँ हो। ठिक छ, 11 इन्टु 6, तर उसले टोटलमा दिनुपर्ने 1,125 इन्टु 6 गर्दै गर्दाखेरि उसले अलरेडी कति दिइसकेको छ, उसको पैसा एप्लिकेसनको पैसा हामीले रिफन्ड गरेर राखेको, सरी रिटर्न गरेर राखेको हो कि नि त हो। त्यही कारण माइनस के गर्नु पर्यो त भन्दा 3,375 घटाउनु पऱ्यो भने कति आयो त हेर्नुहोस् त, 1,125 इन्टु 6 गर्नु भने 6,750, 3,375 गर्नु कति आयो त भन्दा 3,375 नै आयो। कति आयो त भन्दा 3,375। अब ब्याङ्कमा निकालिदिनुहोस्, माइनस 225 माइनस 3,375 गर्नु कति आयो त ब्याङ्कमा 2,21,625। ल यो क्वेसनको मेन स्पेसल पोइन्ट भनेकै यही थियो। यो क्वेसनको मेन स्पेसल पोइन्ट भनेकै के थियो त भन्दा यो थियो। यहाँसम्म यसको वर्किङ यहाँ देखाएको छु है। यो कसरी आयो भन्दाखेरि चाहिँ 225 माइनस 3,375। यहाँसम्म एकदमै ख्याल गर्नु होला है त। अन्त यहाँ फर्स्टमा तपाईँलाई एलोटमेन्ट क्वेसन बुझ्नु पऱ्यो। फर्स्टमा हेर्नुहोस् त, इस्युड सेयर्समा 75 सेयर, फेस भ्यालुको छ 10 रुपियाँ, प्रिमियम 5 रुपियाँ, इस्यु प्राइस 15 रुपियाँ। 15 मध्येमा फर्स्ट
इन्स्टलमेन्टको नाममै के हो त एप्लिकेसन एन्ड एलोटमेन्ट हो है त्यही कारणले नझुक्किनु होला म्याक्सिमम यही झुक्किन्छ एप्लिकेसन एन्ड एलोटमेन्टमा 9 रुपियाँ छ यहाँ मध्येमा 5 रुपियाँ प्रिमियम हो भने बाँकी 4 रुपियाँ सेयर क्यापिटल हो फर्स्ट एन्ड फाइनल कलमा 6 रुपियाँ छ भने त्यो सेयर क्यापिटल हो टोटलमा 15 रुपियाँ नै भयो एप्लिकेसन रिसिभ भएको छ 3 लाख भनेपछि ओभर सब्सक्रिप्सन भयो मैले इस्यु गरेको 75,000 मात्रै थिएँ भनेपछि ओभर सब्सक्रिप्सन केसमा के हुन्छ त भन्दा कि एक्सेस एप्लिकेसन रिजेक्ट गरिदिन्छौँ सबैलाई कि हामी प्रोडाक्ट एलोटमेन्ट गर्छौँ कि दुईटाको कम्बिनेसन मिलाउँछौँ यहाँ दुईटाको कम्बिनेसन मिलाउन क्वेसन छ 3 लाख मध्येमा हामीले 2 लाखवटा सेयर्सलाई के गर्यौँ त भन्दा रिजेक्ट गरिदिउँ भनेपछि एउटा पनि सेयर्स दिएनौँ बाँकी 1 लाखलाई चाहिँ हामी म्याक्सिमम दिन सक्ने 75,000 हो त्यही कारण 75,000 त्यही कारणले त यसलाई हामी प्रो डाटा एलोटमेन्ट भन्छौँ के भन्छौँ प्रो डाटा एलोटमेन्ट र प्रो डाटा एलोटमेन्टमा प्रपोर्सनेटली के हुन्छ त भन्दा सेयर्स बाँड्ने मात्रै होइन है एकदम एक्सेस एप्लिकेसनको पैसा हामी के गर्छौँ भन्दा रिटेन गर्छौँ केको लागि त भन्दा नेक्स्ट इन्स्टलमेन्टको लागि ठिक छ यहाँसम्म त्यही कारणले गर्दा हामीले यहाँ प्रो डाटा एलोटमेन्ट टेबल बनायौँ क्याटेगोरी ए बी गरेर हेर्नुहोस् त त्यही भएर एप्लाइड सेयर्स फर्स्ट ए क्याटेगोरीलाई सबै पैसा रिफन्ड गर्ने हो त्यही कारण सबले याद गर्नु भने सबै हामीले रिफन्ड गरेका छौँ हेर्नुहोस् त यो 2 लाखमा 18 लाख पैसा आएको थियो 18 लाख नै फिर्ता भएको छ भनेपछि मेन वर्किङ भनेको चाहिँ के हो त भन्दा सेकेन्ड बी क्याटेगोरीको लागि मात्रै हो 1 लाखवटा सेयर्स भरेको थिएँ कति आउँदा पर्यो त 75,000 सेयर्स मात्रै पर्यो त्यही कारणले यसको मतलब के हो त भन्दा 75% प्रो डाटा एलोटमेन्ट भनेको प्रपोर्सनेटली एलोटमेन्ट भनेको पर्सेन्टेजमा हेर्नुहोस् त 75% हामी एलोटमेन्ट गरेर छौँ तपाईँले 100वटा दिनुभएको भने 75 हो त्यही कारणले त 75% आयो एक्सेस सेयर्सको छ भन्दा 25,000 सेयर्स छ अब प्रो डाटा एलोटमेन्टमा हामी के गर्दैनौँ त भन्दा यो 25,000 को सेयर्सको पैसा रिफन्ड गर्दैनौँ के गर्दैनौँ त रिफन्ड गर्दैनौँ यो रिटेन गर्छौँ नेक्स्ट इन्स्टलमेन्टमा युज गर्नु त्यही भएर कति पैसा आयो भन्दा यो सेयर्स हो पैसा हेर्नु भने एउटा सेयर्समा हामीले फर्स्टमा एप्लिकेसनमा 9 रुपियाँ लिएको त्यही कारणले 25,000 × 9 गर्नुभयो भने कति आयो 2,25,000 आयो मनी रिक्वायर्ड फर्स्ट एन्ड फाइनलमा कति पैसा रिक्वायरमेन्ट छ त भन्दाखेरि तपाईँलाई परेको सेयर्स कति हो 75,000 सेयर्स हो त्यही भएर 75,000 इन्टु के गर्नुभयो त भन्दा 6 गर्नुभयो भने कति आउँछ 4,50,000 आउँछ है यहाँ कसरी आयो भन्ने हुन्छ भने त्यहाँ लेखेको हुन्छु माथि हेर्नुहोस् 75,000 इन्टु 6 गर्नुभयो भने कति आउँछ 4,50,000 अब रिक्वायरमेन्ट छ 4,50,000 तर मसँग अहिले पैसा छ 2,25,000 भनेपछि सबै पैसा राख्नु पऱ्यो कि परेन त किनकि पैसा पुगेन त्यही कारण त हामी एक्सेस एप्लिकेसन मनी रिटर्न फर फर्स्ट एन्ड कति राख्यौँ 2,25,000 नै राख्यौँ रिफन्ड यताबाट क्याटेगोरी बीबाट भएन क्याटेगोरी एबाट मात्रै भयो 18 लाखलाई हामी रिटर्न गरिदियौँ त्यसपछि हामी एन्ट्रीमा आउँदा इन द बुक्स अफ एक्स लिमिटेडमा जर्मला फर्स्टमा एप्लिकेसन एलोटमेन्ट लेख्नु पऱ्यो फर्स्ट इन्स्टलमेन्टको एन्ट्री गर्दा जहिले पनि फर्स्ट इन्स्टलमेन्टमा पैसा रिसिभ हुन्छ त्यही कारणले क्यास एन्ट्री आयो क्यास एन्ट्री आउँदाखेरि ब्याङ्क एकाउन्ट डेबिट टु इक्विटी सेयर्स एप्लिकेसन एलोटमेन्ट एप्लिकेसन कति रिसिभ भएको 3 लाखवटा त्यो 3 लाख × 9 गऱ्यो भने कति आयो भन्दा 27 लाख रुपियाँ पैसा आएको छ त्यसपछि सेकेन्डमा सेयर्सको पैसा मात्र लिने होइन सेयर्स पनि दिन पऱ्यो कि परेन पर्यो दोस्रो कारणले गर्दाखेरि हामी यो सेयर्सको पैसालाई के गर्छौँ भन्दा ट्रान्सफर गर्छौँ कहाँ त भन्दा पैसा आएको पैसालाई एप्लिकेसनको पैसालाई सेयर क्यापिटल र सेक्रेट बिलमा ट्रान्सफर गर्छौँ किनकि यो एज फेजमा छ है फर्स्ट इन्स्टलमेन्ट नै भनेको त्यही कारणले सेक्रेट बिल सँगै आयो इक्विटी सेयर्स एप्लिकेसन एलोटमेन्ट अकाउन्ट डेबिट टु इक्विटी सेयर्स क्यापिटल टु सेक्रेटरी प्रिमियम सेयर क्यापिटल र सेक्रेटरी प्रिमियममा ट्रान्सफर हुने भनेको परेको सेयर्सको मात्रै हो त्यही कारणले 75,000 को पैसालाई मात्रै हामीले के गर्यौँ त भन्दा सेयर क्यापिटल र प्रिमियममा ट्रान्सफर गर्यौँ त्यसपछि नेक्स्टमा हामीले केही पैसा रिटर्न गरेको थियौँ भने सेकेन्ड इन्स्टलमेन्टको वाला झन् त्यो इन्स्टलमेन्टको नाम लेख्यौँ टु इक्विटी सेयर्स फर्स्ट एन्ड फाइनल कति 2,25,000 हाम्रो अलरेडी माथिबाट आएको थियो त्यसपछि हामीले जसलाई सेयर्स दिएनौँ त्यसको पैसा रिफन्ड गर्नु पऱ्यो त्यही कारणले 18 लाख हामीले फिर्ता गरिदियौँ यहाँसम्म केही थिएन नर्मलवाला थियो त्यसपछि डटमा हेर्नु भने इक्विटी सेयर फर्स्ट एन्ड फाइनल कलमा हामीले 4,50,000 किनकि अब हामीले सेयर ट्रान्सफर गर्यौँ 50,000 सेयर्स इन्टु 6 रुपियाँको ट्रान्सफर गरेपछि 4,50,000 रिसिभेबल हो तर तपाईँले ख्याल गर्नुभयो भने 450 मध्येमा 225 त अलरेडी रिटर्न गरिराखेको थियौँ त्यही कारण त यहाँ 450 मा हामीले के गर्नु भन्दा 225 कटाइदियौँ कटाइसकेपछि कति आयो 225 नै बाँकी रह्यो अब सबैको पैसा आएको भए सिधै ब्याङ्कमा म के गर्थेँ 2,25,000 नै लेख्थेँ तर मिस्टर राज भन्ने मान्छेले के गर्यो त भन्दा सेयर्सको पैसा दिएन जसको कारणले गर्दाखेरि कल्चिन एरियस एक्जिस्ट हुन गयो त्यही भएर कल्चिन एरियस हामीले डेबिटमा लेख्यौँ अब कल्चिन एरियसमा सिधा क्वेसनमा के भन्यो त भन्दा मिस्टर राजलाई 1125 वटा सेयर्स परेको भनेर कहीँ पनि लेखेको छैन यहाँ सिधा क्वेसन घुमाउन क्वेसनलाई गाह्रो बनाउन के गरियो त भन्दाखेरि मिस्टर राजले चाहिँ सेयर्स भरेको कतिवटा त भन्दा 1500 वटा सेयर्स भरेको भने त्यही भरेको पैसा सेकेन्ड इन्स्टलमेन्ट नतिर्नु भनेको भरेकोमा होइन परेकोमा हो जसको कारणले गर्दाखेरि हामी के गर्छौँ त भन्दा 1500 सेयरबाट के गर्नु पर्यो भन्दा 1500 सेयर्स भनेको उसले भरेको सेयर्स थियो त्यही कारणले यहाँ परेको सेयर्स निकाल्यौँ एप्लाइड सेयर 1500 सेयर्स थियो भने एलोटेड सेयर्समा 1500 × 75% कति 1125 वटा सेयर्स परेको रहेछ भनेपछि एक्सेस सेयर एप्लिकेसन 375 थियो भनेपछि 375 हामीले पैसा फिर्ता गरेको थियौँ छैन यो रिटर्न गरेको थियौँ भनेपछि रिटर्न भनेको मतलब यो पैसा मैसँग छ भनेपछि यो पैसा दिएन भन्न मिल्छ र मिल्दैन त्यही कारणले गर्दाखेरि चाहिँ दिइसकेको पैसा त घटाउनु पऱ्यो कि परेन त पर्यो त्यही कारणले गर्दा हामीले के गर्यौँ कल्चरमा उसको 1125 × 6 को दरले मलाई दिनुपर्ने यो पैसा तर यहाँ मध्येमा 3375 मैले अलरेडी एप्लिकेसनमै रिटर्न गरेर राखेको थिएँ जसको कारणले गर्दाखेरि उसको कल सिनेस कति मात्र हुन गयो 3375 मात्रै हुन गयो र बाँकी पैसा मेरो ब्याङ्कमा पैसा आयो भनेर हामीले यहाँसम्म एन्ट्री गर्यौँ अन्त अहिलेसम्म हामीले जम्मा 2टा इन्स्टलमेन्टको मात्र एन्ट्री गरेको छौँ अब हामीसँग 3टा एन्ट्री बाँकी छ 3टा एन्ट्री के बाँकी छ त भन्दाखेरि एउटा फर्स्टमा एन्ट्री बाँकी छ प्लस सेयर फर फ्युचर अब सेयर क्यान्सल गर्नु पऱ्यो कि परेन त पर्यो नेक्स्टमा के आयो त भन्दा अब सेयर फर फ्युचर तपाईँलाई मैले क्लासमा मल्टिपल टाइम भनेको थिएँ कि सेयर फर फ्युचर गर्ने बेला तपाईँले जहिले पनि सम्झिनुपर्छ कि हिस्ट्री के थियो होइन त पहिला के भएको थियो भन्दा पहिला हाम्रो जहिले पनि के भएको थियो भन्दा इस्युड एट पारमा थियो कि प्रिमियममा हेर्नुपर्छ यो इस्युड एट केमा आउँदा भन्दा प्रिमियममा अब प्रिमियममा 2टा केस हुन्थ्यो
एउटा के थियो भन्दा प्रिमियममा दुईटा किसिम हुन्थ्यो एउटा प्रिमियम पैसा रिसिभ प्रिमियम एमाउन्ट रिसिभ अर्को प्रिमियम एमाउन्ट नट रिसिभ अन्त प्रिमियम एमाउन्ट रिसिभ भयो भने केही गर्नु पर्दैन ओके केही पर्दैन तर यहाँ नट रिसिभ भयो भने के भन्दा सेक्युरिटिज प्रिमियमलाई रिभर्सल गर्नु पर्थ्यो सेक्युरिटी प्रिमियमलाई के गर्नु पर्थ्यो रिभर्सल पैसा कमाएको छैन इन्कम देखाउनु भएन पैसा पाउँदैन थियो भने हामीले रिभर्सल गरेर देखाउँथ्यौँ तर प्रिमियम पैसा रिसिभ भइसक्यो भने त्यो कहिले पनि रिभर्सल हुँदैन भनेर हामीले पढेर आएको थियौँ ठिक छ यहाँसम्म त्यही कारणले गर्दा यहाँ क्वेसनमा कुन क्वेसन दिएको छ त भन्दा प्रिमियम छ यो वाला क्वेसन होइन यो वाला होइन नि त प्रिमियम एमाउन्ट अलरेडी रिसिभ भइसक्यो कसरी रिसिभ भयो त भन्दा प्रिमियमको इन्स्टलमेन्ट पैसा होइन त प्रिमियमको पैसा हामी फर्स्ट इन्स्टलमेन्ट लिइरहेको छौँ त्यही भएर फर्स्ट इन्स्टलमेन्ट पैसा सबैको पैसा लिइसकेको छ दोस्रो कारणले गर्दाखेरि प्रिमियम एउटा रिसिभ भनेपछि सिम्पल एउटा नर्मल एउटा के आउँछ त भन्दाखेरि सेयर फर्फिचरको एन्ट्री आउँछ ल आउनुभयो भने सेयर फर्फिचरलाई मैले सिम्पल साधारण भाषामा भन्दाखेरि सेयर फर्फिचर भनेको सेयर क्यान्सलेसन हो के हो त सेयर क्यान्सलेसन किन हो त भन्दाखेरि पैसा नदिएर हो त्यसलाई भन्छ कल्चिन रेस भनेपछि सेयर फर्फिट हुनुको रिजन नै के हो त भन्दा पैसा नदिएर हो त्यही कारण यहाँ दुईटा एन्ट्री आउँछ भने त्यो फर्स्टमा पहिला सेयर क्यापिटल घट्ने भयो अब सेयर क्यान्सल गरेपछि सेयर क्यापिटल घट्छ त्यही कारण यहाँ के आयो त भन्दा इक्विटी सेयर्स क्यापिटल एकाउन्ट डेबिट कति त भन्दा 1125 इन्टु अहिले दिनु पर्ने 10 रुपैयाँ हो 10 रुपैयाँ सबै आयो भनेपछि 1125 इन्टु 10 गर्नुभयो भने कति आयो त भन्दा 11,250 ठिक छ यहाँसम्म यति पैसा मैले कल गरेको थिएँ सेयर्सको लागि भनेर अब सेयर्सको पैसा हामी रिटर्न गर्छौँ के गर्छौँ भन्दा जफत गरिदिन्छौँ पैसा सेयर प्रफिट है भनेपछि 2 कल्चिनी एरियस उसले पैसा नदिएको कति रुपियाँ हो त भन्दा कल्चिनी अलि माथि निकालिसकेको छ मेरो कति 3375 भनेपछि कल्चिनी कति आयो त 3375 भनेपछि 1125मा 11,250मा उसले नदिएको पैसा 3375 हो भने उसले दिएको पैसा कति रहेछ त भन्दा सेयर फर्फिचरमा ट्रान्सफर गर्छौँ हामी सेयर फर्फिचर एकाउन्ट कति आयो त भन्दा यो ब्यालेन्सिङ फिगर हो है के हो त यो ब्यालेन्सिङ फिगर हो भनेपछि 11,250 माइनस 3375 कति आयो त भन्दा 7875 कति आयो त भन्दा 7875 चाहिँ मेरो सेयर फर्फिचरमा पैसामा बचेको छ ठिक छ यहाँसम्म किनकि प्रिमियम पैसा अलरेडी रिसिभ भइसकेको छ है तपाईँले सिम्पली हेर्नु भने पैसा चाहिँ आउनु चाहिँ धेरै आएको है पैसा आउनु चाहिँ कति आएको छ भन्दा धेरै आएको छ किनकि उसले 1500 सेयरमा पैसा दिएको तपाईँले सिम्पली हेर्नुभयो भने यहाँ के कसरी गर्न सक्नुहुन्छ है अब मैले फेरि धेरै बेला कन्फ्युज हुनु होला कन्फ्युज नहुन तिनै गर्नु होला अब अझै म धेरै चाहन्छु भने चाहिँ यसरी सुन्नु होला त यहाँ के छ भन्दा उसले दिएको पैसा 1500 एउटा सेयर्सको लागि हो 1500 इन्टु तपाईँले हेर्नुभयो भने उसले 9 रुपियाँ दिएको ठिक छ यहाँ 1500 इन्टु 9 गर्नुभयो भने कति आयो भन्दा 13,500 तर यहाँ मध्येमा उसले के गर्छ भन्दा हामीले प्रिमियम पैसा दिएको छ भनेपछि प्रिमियम पैसा त हामीले लिइसक्यौँ त्यसलाई त हामीले के गर्न मिल्दैन अर्को सेयर फर्फिचर ट्रान्सफर गर्न मिल्दैन त्यही कारणले उसलाई परेको सेयर्स कति हो त भन्दा उसलाई परेको सेयर्स हेर्नुभयो भने 1125 हो 1125 इन्टु उसले के गर्दा प्रिमियम पैसा कति रुपियाँ हो त 5 रुपियाँ हो यो पैसा त के गर्नु पर्यो त भन्दा 5 पैसा त हामीले निकाल्न मिल्दैन त्यही कारणले गर्दा तपाईँले हेर्नुभयो भने 1125 इन्टु 5 गर्ने आयो माइनस कति हो भन्दा 13,500 गर्नुभयो भने 7875 नै आउँछ है त 7875 यो हामी सेयर क्यापिटलको पैसालाई मात्रै हामी के गर्छौँ भन्दा फर्फिट गर्छौँ ठिक छ भनेपछि बाँकी सेक्युरिटी पेमेन्ट त अलरेडी सेक्युरिटी पेमेन्ट इन्कम भनेर देखिसकेको छ त्यही कारणले गर्दाखेरि पैसा रिसिभ भइसकेपछि हामी त्यो एकाउन्टबाट कुनै पनि सेयर फर्फिचर एकाउन्टमा ट्रान्सफर गर्दैनौँ त्यो सेक्युरिटी पेमेन्टमै बसिरहन्छ बिङ मिस्टर राज 1125 इक्विटी yes forfeited due to non-payment of first time त्यसपछि नेक्स्टमा हेर्नुभयो भने VIIमा अब के गर्नु पर्छ भन्दा सेयर्स रिइस्यु गर्नु पर्यो त्यसलाई के गर्नु पर्यो त रिइस्यु गर्नु पर्यो अब रिइस्युको फेजमा हेर्नुहुन्छ भने हामीले अन्त कतिवटा सेयर्स रिइस्यु गरेको छौँ भन्दा सायद सबै नै सेयर्स रिइस्यु गरेको छौँ है कतिवटा छ भन्दाखेरि द फर्फिटेड सेयर्स वर रिइस्युड एट अ डिस्काउन्ट अफ 4% भनेको सबै सेयर्सलाई हामीले के गर्यौँ त भन्दा रिइस्यु गरिदिएको छौँ होइन त रिइस्यु गरिदिएको छौँ त्यही कारणले त मैले यहाँ छुट्याएर लेखिनँ है एउटामा कति रुपियाँ एउटामा कति रुपियाँ छ भनेर लेखिनँ है अन्त निकाल लेख्न सकिन्थ्यो अन्त तपाईँले यहाँ सिम्पली यहाँ हेर्न सक्नुहुन्छ अन्त लेख्थेँ मैले कति आयो त भन्दाखेरि यहाँ कल्चिन रेस कति हो त भन्दा 1125 इन्टु कति हुन्छ त भन्दा 3375 डिभाइड बाई 1125 3 रुपियाँ हुन्छ भने कति भयो त 1125 इन्टु 7 रुपियाँ हुन्छ है त मलाई 7 रुपियाँ पज गरेको छु सेयर इस्यु गर्दाखेरि अब मलाई पैसा आउने भयो चाहिँ ब्याङ्क एकाउन्ट डेबिट डिस्काउन्ट दिएको छ डिस्काउन्ट हामी सेयर फर्फिचरै लेख्छौँ के लेख्छौँ भन्दा सेयर
फर फ्युचर लेख्छौँ सेयर फर फ्युचर एकाउन्ट डेबिट घाटा भयो भने हामी छिट्टै एकाउन्ट ओपन गर्दैनौँ यही भएको माथिको फाइदासँग यो माथिको फाइदासँग के गर्छौँ भन्दा सेट अप गर्छौँ के गर्छौँ भन्दा सेट अप गर्छौँ जसको कारणले गर्दाखेरि चाहिँ हामी यहाँ लेख्छौँ भन्दा जब हामी सेयर रिइस्यु चाहिँ डिस्काउन्टमा हुन्छ भने हामी सेयर फर फ्युचर एकाउन्ट भनेर लेख्छौँ है टु के आयो त ब्याङ्क एकाउन्ट डेबिट सेयर फर फ्युचर एकाउन्ट डेबिट टु इक्विटी क्यापिटल इक्विटी क्यापिटल एकाउन्ट ठिक छ यहाँ तपाईँले सिम्पली हेर्नु कतिवटा सेयर्स छ त हेर्नु त 1500वटा सेयर 1125वटा सेयर्स 1125वटा सेयर्स इन्टु 10 रुपियाँ फुल्ली पेड दिनु पऱ्यो अनि 11,250 यहाँ मध्येमा डिस्काउन्ट गर्छ 1125 इन्टु 4 रुपियाँ डिस्काउन्ट छ अनि 1125 इन्टु 4 भन्नु 4500 रुपियाँ मेरो के भयो त भन्दा डिस्काउन्ट भयो भने कति पैसा आयो त माइनस 11,250 आयो 6750 then forfeited shares were reissued discount and के गर्नु त forfeited shares डिस्काउन्टमा रिइस्यु गर्नु चाहिँ लास्ट एन्ट्री अब के गर्नु पर्छ भन्दा ट्रान्सफर एन्ट्री ट्रान्सफर एन्ट्री भनेको मतलब हेर्नुहोस् त जब हामीले के गर्छौँ भन्दा फर्फिटेड सेयर्स हामी रिइस्यु गर्छौँ रिइस्यु गरिसकेपछि त्यसमा भएको प्रफिट हुन्छ नि त जुन हामीले प्रफिट गरेर जफत गर्दा हामीलाई प्रफिट भएको छ यस्तो प्रफिटलाई चाहिँ हामी क्यापिटल रिजर्भमा के गर्छौँ ट्रान्सफर गरेर देखाउँछौँ त्यसलाई हामी ट्रान्सफर एन्ट्री भनेर भन्छौँ तपाईँले हेर्नुभयो भने सेयर फर्फिचरको ब्यालेन्स सेम छ र छैन नि 7875 यो मेरो इन्कम बढ्यो किन यो मेरो इन्कम हो यो मेरो के हो त एक्सपेन्स हो भनेपछि सबै नै सेयर्स मैले के गर्छु भन्दा अल सेयर के भएको त अल सेयर्स वर रिइस्युड भने सबै अब के गर्नु पायो भन्दा सबै पैसालाई मैले टोटल डिफरेन्सलाई मैले के गर्न पाउँछु भन्दा क्यापिटल रिजर्भमा ट्रान्सफर गर्न पाउँछु त्यही कारणले यसको एन्ट्री के हुने भयो त भन्दा सेयर फर फ्युचर एकाउन्ट डेबिट टु क्यापिटल रिजर्भ एकाउन्ट कति त भन्दा 1125 इन्टु मलाई फाइदा भएको थियो 7 रुपियाँ माइनस 4 रुपियाँ मलाई घाटा भएको 1125 इन्टु के आयो त भन्दा 3375 33 ठिक छ भन्दा ब्याङ्क फर फ्युचर एमाउन्ट ट्रान्सफर टु अमाउन्ट टु क्यापिटल के गरौँ त भन्दा ट्रान्सफर गरेर देखाइदिउँ त्यहाँसम्म ल तपाईँले हेर्नुभयो भने क्वेसन 15 मार्क्समा आउँदाखेरि मैले जुन गिभन लेखेँ त्यो गिभन कुनै पनि लेख्नु पर्दैन तपाईँ सिम्पली हेर्नुभयो भने यो वर्किङ नोट नम्बर 1 चाहिँ बनाउनै पर्यो 15 मार्क्समा आयो भने जबरजस्ती बनाउनै पर्यो 15 मार्क्समा आउँदाखेरि तपाईँले यो टेबल बनाउनु सुकै पाउँदैनन् किनकि यसको पनि यसले मार्क्स क्यारी गर्छ त्यही कारणले गर्दा बनाउनै पर्यो वर्किङ नोट नम्बर बनाएर देखाउनै परिहाल्यो र तपाईँले हेर्नुभयो भने एन्ट्री एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा र 15 मार्क्स लागि बेस्ट छ है अब मैले टाइम राम्रै लगाएँ हेर्नुहोस् त तपाईँलाई फर्स्ट क्वेसन एक्सप्लेन गर्दै गर्दाखेरि मैले 42 मिनटमा भएको छु भने अन्त एक्जाममा 15 मार्क्समा आउँदै गर्दा 15 × 1.8 गर्नुभयो भने यो 27 मिनटमा आउनुपर्ने क्वेसन हो 27 मिनट्समा आउनुपर्ने क्वेसन हो नि त तपाईँले इजिली तपाईँले 15 देखि 20 मिनटमा मजाले नाची भ्याउन सक्नुहुन्छ त्यही कारणले गर्दा यो क्वेसनलाई नहेरिकन नछुटाइकन नहेर्ने त गल्ती गर्दै नगर्नु यो क्वेसनलाई मल्टिपल टाइम प्र्याक्टिस गरेर हातले लेखेर मैले यो कन्सेप्ट बुझेँ त भनेर जान्नु होला है त यो राम्रो कन्सेप्ट चाहिँ यहाँ क्वेसन के छ राम्रो कन्सेप्ट के थियो त भन्दाखेरि तपाईँले पहिले पैसा लिइसक्नु भएको छ अनि त्यो पैसा चाहिँ के हो त एलर्टमेन्टमा सेकेन्ड इन्स्टलमेन्टमा गरेर पहिला प्रोडक्ट एलर्टमेन्ट भएको छ भनेको मतलब तपाईँले एडभान्समा पैसा केही लिइसक्नु भएको छ र सेकेन्ड इन्स्टलमेन्टमा गरेर फेल भएको छ भने त्यहाँ तपाईँले के गर्नु पर्यो त भन्दा यो वाला पार्ट हुन्छ नि त यो माइनस गर्नुपर्ने वाला पार्ट छुटाउनु भएन भन्नको लागि क्वेसन एकदमै धेरै इम्पोर्टेन्ट हो त्यही कारणले मल्टिपल टाइम क्वेसन प्र्याक्टिस गर्नु होला र यसरी नै पढ्दै जानु होला है त अहिलेको लागि हामीले यति नै गऱ्यौँ हस् धन्यवाद